तर घन्टी घन्टी भनेर सबैले भनिरहँदाखेरि हामीले के बुझ्नुपर्छ भने घन्टीको पनि वास्तविक एजेन्डा, खास ठोस एजेन्डा चाहिँ के हो त? कुनै नयाँ एजेन्डा त छैन। एमाले, काङ्ग्रेस, माओवादी लगायतका जति पनि पुराना दलहरू छन् त्यो बाहेक घन्टीको चाहिँ एउटा छुट्टै एजेन्डा, छुट्टै सिद्धान्त चाहिँ के छ त? आखिरमा घन्टीले पनि उही गणतन्त्र नै मान्ने अनि राज संस्था नचाहिने धर्मनिरपेक्षताकै पक्षमा बोल्ने हो भने घन्टी अनि एमाले, काङ्ग्रेस, माओवादीमा के फरक भयो त? केही फरक भयो त? भएन नि। एजेन्डा एउटै, पार्टी मात्र अलग। अनि जतिसुकै नयाँ आए पनि, जतिसुकै गर्छु भने पनि घन्टीको पनि पारा त लास्टमा उही हो, भ्रष्टाचार उन्मूलन गर्छु भनेको छ, भ्रष्टाचारीलाई दण्ड दिन्छु भनेको छ। त्यही भएर हामी घन्टी भनेर जुन खालको एउटा चाहिँ भाष्य निर्माण भएको छ नि, जुन खालको चाहिँ एउटा भनाइ जनताहरूमा चाहिँ छाएको छ नि, त्यो भ्रष्टाचार चाहिँ नियन्त्रण गर्छु, भ्रष्टाचारलाई कारबाही गर्छु भन्ने एजेन्डा त एमाले, काङ्ग्रेस, माओवादीले नि बोकेको छ नि, पुरानो दल भन्नेहरूले नि बोकेको छ नि। त्यो बाहेक नयाँ चाहिँ के छ त? नयाँ त केही छैन। त्यही भएर स्वर्णिम वागले हाम्रो के अरे घन्टीको चाहिँ उपाध्यक्षले त सिधै भनिसक्नुभयो, यो हिन्दू धर्म मान्ने र राजा चाहिन्छ भन्नेहरू हाम्रो पार्टीमा आउँदै नआउनु, उनीहरूलाई चाहिँ हाम्रो पार्टीमा स्थान छैन भनिसकेपछि हाम्रो देश भनेको त सनातनी देश हो। हाम्रो देश भनेको त राजाले, श्रीपाँच बडा महाराज धीराज पृथ्वीनारायण शाहले बनाइदिनु भएको देश हो। उहाँले निर्माण गरिदिनु भएको र राजा महेन्द्रले चाहिँ स्थापना गरिदिनु भएको कारणले न आज हामी चाहिँ स्वतन्त्र नेपाली नागरिक, वीर गोर्खाली भनेर चाहिँ सबै सामु छाती फुकाएर चाहिँ फुलाएर चाहिँ हिँड्न सक्ने अवस्था बनाइदिएको छ। आज सिक्किमको जनता हेर्नु त, सिक्किम इन्डियाले खाइदिइसकेपछि त्यहाँको जनताहरूले चाहिँ म स्वतन्त्र सिक्किमे नागरिक भन्न सक्छन् त? सक्दैनन् नि। उनीहरूले त बाध्य भएर म पनि इन्डियन हुँ भन्न चाहिँ परिरहेको छ। तर सिक्किमे जनताहरूको चाहिँ हैसियत भनेको यो बिहारको चाहिँ एउटा नागरिक जति पनि छैन के, दोस्रो दर्जाको नागरिकको रूपमा चाहिँ उनीहरूले हेर्ने गरेको छ। त्यसैले त्यो खालको माहौल नबनोस् नेपालमा। अब घन्टीको वास्तविकता के हो र चाहिँ देशलाई साँच्चै नै आवश्यक पर्ने पार्टी के हो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो के। राजाले बनाइदिएको देशमा राजालाई निषेध गरेर यो देश चाहिँ अगाडि बढ्न सक्छ कि सक्दैन? हैन, हिजो राजाले बोल्न दिएन भनिरहेको थियो। राजाले बोल्न नदिए भए यतिको कल कारखाना, यतिको बाटोघाटो कसरी बन्यो? हिजो त्यही राजाले बनाइदिएको 50वटा भन्दा बढी उद्योग कल कारखानाहरू त यही गणतन्त्रवादीहरूले बेचेर सिद्ध्याएको हो नि। त्यही भएर नेपाली जनताहरू विदेश जान बाध्य भएको हो। यो कुरा पनि हामीले बुझ्नु पर्यो के। अब आज चाहिँ हिजो राजाले बोल्न दिन्थेन, आज चाहिँ गणतन्त्रमा हामीले बोल्न दिएको छौँ भनेर भनिरहँदाखेरि उनीहरूको चाहिँ तिमीहरूले गरेको यो काम चित्त बुझेन भन्ने बित्तिकै जेलमा लगेर थुनिदिएको छ कि छैन नेपाली नागरिकहरूलाई? हिजो राजाले त त्यो थुन्ने काम त गरेको थिएन। राजाको पनि त राजाको शासन हुँदाखेरि त धेरैले विरोध गरिरहेको थियो नि त, तर पनि राजाले कसैलाई पनि थुनेको थिएन। तर आज एउटा फेसबुकमा एक लाइन मात्र चाहिँ सरकार विरोधी एउटा चाहिँ कुनै कुराहरू लेखौँ, तुरुन्तै भोलिपल्ट उसलाई जेल हालिदिन्छ। अब चाहिँ गणतन्त्रले नेपाली जनतालाई बोल्न दिएको भन्ने कि नदिएको भन्ने त यो कुरा हामीले बुझ्नु पर्यो के। त्यसैले यो देशलाई जोगाउन, हाम्रो धर्म संस्कृति, हाम्रो पहिचानलाई जोगाउनको लागि चाहिँ सबैजनाले एकचोटि राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलोमा भोट हालेर यो नेपाललाई चाहिँ साँच्चीकै पहिला जस्तो चाहिँ शक्तिशाली नेपाल बनाउनलाई चाहिँ सबैले सहकार्य गरेर अघि बढ्नु पर्यो है। ल हस्।